ठिक छ। सो आज हामी चाहिँ या के गर्छौँ भन्दा हेर है, तिमीले जस्तो हाम्रो थुप्रै कम्पोनेन्ट्सहरू हुन्छ नि, त्यसको लागि चाहिँ एसआरसी फोल्डरभित्र एउटा कम्पोनेन्ट्स भनेर ट्याक्क बनाऊ। अनि त्यसभित्र जति कम्पोनेन्ट्स हाल्ने यसभित्र हालेर अलिक अर्गनाइज्ड फर्ममा हुन्छ क्या। जेएसएक्स रियाक्ट फङ्सन कम्पोनेन्टले के एक्सपोर्ट गर्छ, यो फर्म भन्ने फङ्सन एक्सपोर्ट गर्छ। ओके, सो हामीले फर्म बनाउने हाम्रो जर्नी कसरी स्टार्ट हुन्छ भन्दा एउटा फर्म भन्ने ट्याग छ क्या। ओके, यो हामीले बेसिक एचटिएमएलमा पनि पढेको थाहा छ। हेलो, कसैले नोट गर्यो? अनि हाम्रो थुप्रै प्याकेजहरू पनि हुन्छ, लाइक रियाक्ट फर्म हुक भन्ने पनि हुन्छ क्या प्याकेजहरू। यस्तो प्याकेज जस्तो यसले पनि एउटा तिम्रो फर्महरू बिल्डअप गरेरलाई सजिलो मेथडहरू भनेको हुन्छ क्या। एन्ड तिम्रो एनडी भन्ने वाट इज एन्ड डी, एकचोटि यो पनि हेर्दै गरेँ तिमीले। एनडी भनेको के रहेछ पढ त, द वर्ल्ड सेकेन्ड मोस्ट पपुलर रियाक्ट युआई डिजाइन। यो चाहिँ प्याकेज हुन्छ, यसको फिचरहरू चाहिँ हामीले युज गर्छौँ क्या। एनडीको के भन्छ त्यसलाई, फर्म भन्छ, यसको फर्म हुन्छ। हामीले यस्तो यस्तो थर्ड पार्टी युजहरूको के भन्छ, थर्ड पार्टी प्याकेजहरूको चाहिँ फर्महरू बढी प्रिफर गर्छौँ, किनकि उनको कोड चाहिँ पहिल्यैदेखि अलिक सिक्युरमा बसेको हुन्छ। सो त्यो युज गरे पनि भयो, यो युज गरे पनि भयो, तर अहिलेको लागि लर्निङ पर्पजको लागि चाहिँ हामीले बेसिक फर्म जुन हामीले के त्यो एचटिएमएलमा गर्थ्यौँ नि, फर्म ट्याग युज गरेर, सो त्यही मेथडबाट गर्छौँ। यसको एउटा फर्मको एउटा प्रोपर्टी छ क्या, के अरे अनसबमिट भन्ने, या अनसबमिट भन्ने स्मल हुन्छ मेबी, भनेको यो फर्म सबमिट हुने बित्तिकै एउटा फङ्सन कल हो। फङ्सनको नाम दिउँ के, ह्यान्डल सब्मिट भनेर दिउँ है, आइएमआइटी सब्मिट। कसरी फङ्सन भन्थ्यो, इज इक्वल्स टु यस्तो कल ब्याक फङ्सन, यस्तो कन्सोल गरिदियो, डट लग गरिदियो, फर्म इज सबमिटेड भनेको त्यो फङ्सन कल हुने बित्तिकै तिम्रो फर्म इज सबमिटेड भनेर भन्छ। सो यो अनसबमिट भनेको यो फर्म सबमिट भएको बेलामा ह्यान्डल सबमिट भन्ने फङ्सन कल हो भनेछु बेसिकली। सो यसभित्र के लेख्यो भन्दा एउटा बेसिक इनपुट ट्याग युज गरौँ न। ए बाइ द वे, म तिमीलाई एउटा राम्रो एउटा कन्सेप्ट भन्छु है। जस्तो यो लेभल फर भन्ने हुन्छ नि उसको लेभल ट्यागको, यो तिमीहरूले अहिलेसम्म युज गरे छैन होला सायद। हेर त यसको कति राम्रो युज छ। वेट, म तिमीलाई एकचोटि लेभल फर युज नगरिकन एन्ड लेभल फर युज गरेर भन्छु के छ यसको युज केस। ओके, मजाको युज केस। इनपुट आइएनपुट इनपुट टाइप हाम्रो टेक्स्ट नै हुने भयो। प्लेस होल्डर भनेको त्यहाँ जुन देखिन्छ नि, इन्टर योर ब्ला 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 भनेर, इन्टर योर नेम भनेर सोध्यो। अनि यसको चाहिँ नेम भनेको यसको आइडेन्टिकल प्रोपर्टी, के अरे के भन्छ यसलाई, हरेक फिल्डहरूको आफ्नो इन्डिभिजुअल प्रोपर्टी हुन्छ क्या। अनि यसमा तल मैले के भने एउटा बटन हो, तर यो बटन टाइप भनेर हुन्छ, के भनेर भन्छ सब्मिटलाई, थाहा छ कसैले? टाइप सब्मिट हुन्छ, सब्मिट सबमिट भनेर एउटा बटन क्रिएट गरेँ। अब मैले यहाँ आएर काम कसरी गर्छ म तिमीलाई भन्छु ल। सो लेबल भनेको त त्यो जुन देख्ने कुरा हुन्छ नि, लेफ्टमा नेम नाम भनेर ट्याक्क राइटमा यस्तो बक्स जस्तो बनाएको हुन्छ नि त, यो बक्स चाहिँ इनपुटले बनाउनु भयो अभियसली। अनि तल चाहिँ यो बटन क्रिएट गऱ्यौँ, अनि बटनमा यो टाइप सब्मिट भनेर के भन्यो भन्दा यो फर्मले बुझ्यो, ए यो चाहिँ बटनले चाहिँ हाम्रो इन्टायर फर्मलाई चाहिँ सिम्पली सब्मिट गर्छ है भनेर बुझ्यो यसले। अनि यो बटन प्रेस हुने बित्तिकै ह्यान्डल सब्मिट फङ्सन कल हो। ह्यान्डल सब्मिटले के गर्छ विक्रमले भन त, हेर त यो ह्यान्डल सब्मिटले के गरेछ विक्रम? हजुर ह्यान्डल सब्मिटले के गरेछ भन त? सबमिटेड सु गरेर
यो ह्यान्डल सब्मिट जुन मैले फङ्सन कल गरेको छु नि, यो फङ्सन मैले कल गर्ने बित्तिकै यसले के गरेको छु यो भित्र देखेको छैन? सरज पनि थाहा छ तिमीलाई? यो कन्सोल डट लग समथिङ लेखेको छ नि, के हो यो भनेको? फङ्सन कल हुने बित्तिकै फर्म इज सबमिटेड भनिदिन्छ। कहाँ भनिदिन्छ? त्यसमा के अरे कन्सोल कम्पाइल भेरी त्यो गुड, या कन्सोलमा भनौँ न सिम्पली। ओके, सो या हामीले फर्म चाहिँ बनायौँ, तर एपमा चाहिँ हामीले कल गऱ्यौँ र गरेको छैन नि त। सो यसले डिसीमा साइड नै देखाएको छ। ओके, म फङ्सन हाम्रो फर्म भन्ने कम्पोनेन्ट कल गरेँ। ओके, आयो है। अहिले चाहिँ सबलाई यस्तरी के भन्छ ओरिजेन्टल लाइनमा आएको छ, सो नो प्रब्लम। अहिले चाहिँ सिम्पली नाम लेखौँ फलाना। ओके, कन्सोलमा हेर्दै गरेँ, यहाँ कन्सोलमा अप्सन छ, या कनेक्टेड भइसक्यो। मैले सबमिट क्लिक गर्ने बित्तिकै हेर यहाँ रिलोड भएको छ नि, यो रिलोड र प्रिभेन्ट गर्नलाई एउटा मेथड हुन्छ क्या, यो चाहिँ बुझिराख्नुपर्छ है तिमीहरूले। के मेथड हुन्छ भन्दा, हेर यो चाहिँ अलि इम्पोर्टेन्ट कुरो नै हो है। यो चाहिँ ह्यान्डल सबमिटमा चाहिँ एउटा इभेन्ट पास गरिदिने, नोट गर है यो चाहिँ सबैजनाले, पेपरमा हुन्छ जेमा हुन्छ जस्तो ह्यान्डल सबमिटमा चाहिँ एउटा इभेन्ट पास गरिदिने, अनि यो इभेन्टलाई चाहिँ हामीले प्रिभेन्ट गर्ने के भनेको इभेन्ट डट के भन्छ प्रिभेन्ट डिफल्ट, या प्रिभेन्ट डिफल्ट भनेर एउटा सिम्पली इभेन्टको एउटा फङ्सन कल गरिदिने। यो भएपछि तिम्रो सबमिट क्लिक गर्दा नेमभित्र जुन बक्समा हामीले के लेखा हुन्छ नि त्यो हट्दैन के, फलाना। सो यो हटेन, ख्याल गर्यौ? अघि मेरो पुरै हटाएको थियो, अहिले चाहिँ केही पनि भएको छैन, मेरो न पेज लोड भएको छ न यहाँको केही हटाएको छ। यहाँ हेर न, फलाना भनेर मैले लेखेँ होइन, सबमिट बटन क्लिक गर्ने बित्तिकै मेरो यो बक्समा केही चेन्जेस आएर आएन नि त, हो नि? यसलाई यो चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट कन्सेप्ट भन न, यो चाहिँ तिमीले नोट गर्नै पर्छ। फर्मसँग डिल गर्दा जहिले पनि सबमिटमा चाहिँ एउटा इभेन्ट पास गरिदिने, ई भर्ने पनि भयो, इभिएनटी लेखे पनि भयो, सिम्पली यी नै लेख्दा राम्रो। ई पठाइदिने भनेको इभेन्ट पास गरिदिने, अनि ई डट प्रिभेन्ट डिफल्ट भनेपछि यसले जुन अहिले चेन्ज आइसक्यो यो कुरालाई चाहिँ प्रिभेन्ट गर्छ भनेको चेन्ज हुँदैन केही पनि। क्लिक गर्दा 10 चोटि यहाँ फर्म सबमिटै गर्न आएको छ। ओके, सो हामीले के गर्नु पर्यो भन्दा सुन है ध्यान दिएर, हाम्रो काम कसरी हुन्छ म तिमीहरूलाई भन्छु। ओके, या या सो स्क्रिन देखेछ राइट? देखेछ। ओके, गुड। सो काम कसरी हुन्छ हेर है। जस्तो तिम्रो हाम्रो के अरे अघि सम्राटले चाहिँ एउटा लगइन फर्म बनाएको थियो नि, बनाएको थियो नि अघि यस्तो यस्तो खालको एमा चाहिँ से नेम नर्मल नेम लेखाउनु, नेम लेखेँ, अनि अर्को चाहिँ क्लास क्लास भन्ने एउटा फिल्ड क्रिएट गरेँ, अर्को चाहिँ सिम्पली रोल नम्बर भनेर क्रिएट गरेँ। अनि के हुन्छ भन्दा जस्तो हामीले तल एउटा सबमिट भनेर एउटा बटन क्रिएट गरेर हुन्छ क्या, या सबमिट भनेर मैले एउटा बटन क्रिएट गरेँ। अब काम कसरी हुन्छ हेर है, ध्यान दिएर हेर है सबैजनाले। यो चाहिँ अलिक इम्पोर्टेन्ट कुरा नै हो, सो हल्का ध्यान दिने। तिमीले जस्तो नेममा फलाना भनेर लेख्यौ, या तिमीले नेममा चाहिँ फलाना भनेर लेख्यौ, एन्ड क्लासमा चाहिँ 21 भनेर लेख्यौ, अनि रोल नम्बर चाहिँ तिमीले 15 भनेर लेख्यौ। अब तिमीले लेखेर
सब्मिट भन्ने बटन क्रिएट गर्ने बित्तिकै एउटा अब्जेक्ट ब्याकएन्डलाई पठाउनु पर्छ के भनेको अहिलेलाई के बुझ भन्दा तिमीले फर्मको डेटाहरूलाई ब्याकएन्डमा पठाउनु पर्छ किनभने ब्याकएन्डमा स्टोर हुन्छ त्यति बुझ अहिलेलाई पछि सेसनको कुराहरू अहिले केही डिस्कस नगरौँ बेसिकली तिमीले के बुझ भन्दा सब्मिट बटन क्रिएट गर्ने बित्तिकै तिम्रो कस्तो फर्ममा डेटा जान्छ यो पनि हेर यो पनि इम्पोर्टेन्ट कुरा है कस्तो फर्ममा डेटा जान्छ म तिमीलाई भन्छु यसरी यो माउस चाहिँ फेरि ओके यसरी अब्जेक्ट बनेको हुन्छ एन्ड एन ए टेक्स्ट नेम बेटर या नेम फलाना फलाना क्लास न्युमेरिक हो न्युमेरिक नभए बेसिकली हामीले के अरे स्ट्रिङमै पठाउँछ रोल रोल नम्बर जे छ ब्याकएन्डले मागेको त्यही हिसाबले 15 भनेर एज ए स्ट्रिङ पठाए पनि भयो हेर त तिमीले सब्मिट बटन क्लिक गर्ने बित्तिकै यसरी हाम्रो डेटा चाहिँ ब्याकएन्डमा पठाउँछ किन भन्ने कुरा आउँदा सिम्पली तिम्रो डेटाबेसमा स्टोर गर्नलाई डेटाबेसमा सिम्पली स्टोर गर्नलाई या नेम हुन्छ होला या क्लास हुन्छ होला हाम्रो टेबल जस्तो के सिम्पली डेटाबेस चाहिँ माइस्क्युएल छ भने बुझेन नेम क्लास क्लास रोल ओके सो हेर त काम कसरी हुन्छ भन्दा मैले नेममा सर्टेन जस्तै फलाना हालेँ एन्ड क्लासमा चाहिँ 21 हालेँ अनि रोल नम्बरमा 15 हालेँ अनि सब्मिट गर्ने बित्तिकै मेरो अब्जेक्टको फर्ममा डेटा यसरी हाम्रो हाम्रो ब्याकएन्डलाई हाल्छ सो यहाँले के गर्नु छ भन्दा सिम्पली हाम्रो डेटालाई चाहिँ यस्तो फर्मबाट ट्याक्क टेबलमा ट्याक्क जस्तो तिम्रो नेमलाई नेममा लगाएर हालिदिनुहुन्छ अनि क्लासलाई क्लासमा लगाएर हालिदिनुहुन्छ अनि रोललाई रोलमा लगाएर हालिदिनुहुन्छ एक्सेल सिट देखायो होला नि त सेम त्यस्तै उसमा क्या लेआउटमा ओके बुझ्यो कुरा हामीले फर्मको सब्मिट बटन क्लिक गर्ने बित्तिकै के हुन्छ भनेर बुझ्यौ बुझ्यो अब अहिले चाहिँ हामीले यहाँ ब्याकएन्डमा के काम हुन्छ अब त्यहाँ तिम्रो लगइन हुँदा के काम हुन्छ रजिस्टर हुँदा के काम हुन्छ त्यो चाहिँ हामीले प्रोजेक्ट बनाउँदा नै सिक्छौँ अहिले चाहिँ सिम्पली तिम्रो फर्मको बेसिक आइडियाको लागि के बुझ्यौ भन्दा हाम्रो चाहिँ सब्मिट बटन क्रिएट गर्ने बित्तिकै हामीले यस्तो फर्ममा डेटा केही भेरिएबलमा राख्ने पछि एपिआईसँग लिङ्क गर्ने बित्तिकै पठाइदिउँला भनेको पछि ब्याकएन्डलाई चाहिँदा पठाउने हिसाबले हामीले अहिले कन्सोलमा प्रिन्ट मात्रै गर्छौँ अहिले हामीसँग ब्याकएन्ड छ र छैन नि त सो अहिले सिम्पली हामीले यति अप्सनलाई काटेर यो डेटालाई सिम्पली कन्सोलमा प्रिन्ट गरेर देखाउँछौँ त्यो नै हाम्रो आजको मोटिभ हुन्छ ओके कन्सोल कन्सोलमा प्रिन्ट गरेर देखाउँछौँ ओके सो यो हो आजको हाम्रो मोटिभ यसको लागि तिम्रो स्टेट बनाउनु पर्दैन थर्ड पार्टी लाइब्रेरी युज गरेर सिम्पल उसको लागि स्टेट बनाउनु पर्दैन इमेज अपलोड पिडिएफ अपलोडहरू पनि हामीले प्रोजेक्ट बनाउँदै नै सिक्छौँ है डिफल्टमा चाहिँ अलि कुराहरू चाहिँ हल्का कम्प्लेक्सिटी भन्दा पनि मजावाला छैन तिम्रो लाइब्रेरीहरू युज गरेपछि मजाको हुन्छ सो यो एडभान्स लेभलको फर्म चाहिँ हामीले त्यतिखेर सिक्छौँ अहिलेलाई सिम्पली तिमीले आइडिया लिग्नलाई के बुझ भन्दा ओके यहाँ हेर काम कसरी हुन्छ म तिमीलाई भन्छु सो हाम्रो यहाँ के भयो भन्दा मैले सब्मिट बटन क्लिक गर्ने बित्तिकै ह्यान्डल सब्मिट भन्ने फङ्सन कल भयो यसले के अरे ह्यान्डल सब्मिट फङ्सनले के गर्यो भन्दा प्रिभेन्ट डिफल्ट भनेको जे कुरा अहिले फर्ममा एक्जिस्टिङ छ त्यो कुरालाई नहटा फर्म सब्मिट बटन क्लिक गर्ने बित्तिकै त्यो कुरालाई सो भयो किनकि युजरलाई एडिट गर्नुपर्छ होला हामीलाई केही कुरा कन्सोल गर्नुपर्छ होला राइट सो त्यो नगर अहिले सिम्पली मलाई रुक मैले एउटा राम्रो खालको कन्सेप्ट मैले तिमीलाई सिकाउनु पर्ने या वेट म तिमीलाई एउटा राम्रो एउटा कन्सेप्ट सिकाउँछु आज ओके
यहाँ एउटा कुरा नोट गर न, जस्तो हाम्रो धेरै फर्महरू हुँदा गभर्मेन्ट साइटहरूको फर्म फिलअप गर्दा कहिले ख्याल गरेछ होला कि, जस्तो मैले नेममा क्लिक गरेँ भने यहाँ अरे मेरो यहाँ मेरो नेममा क्लिक गरेँ भने यो एक्टिभ हुन्न कि, भनेको यहाँ इन्टर गर भनेर देखाउनु क्या। यसरी चाहिँ हामीले फर्म छोड्दिनौँ है, यो कुरा बुझेँ है। जस्तो हाम्रो धेरै फर्म हुँदा चाहिँ नेममा क्लिक गर्ने बित्तिकै यो एक्टिभ हुन्छ, यहाँ टाइप गर्ने मिल्छ क्या। कस्तो भन्दा यता आएर, सो यसको लागि बेसिकली हामीले अघि नै थियो नि, ल के थियो अरे अघि लेभल हान्दा HTML4 भन्ने थियो नि त, HTML4 यतिखेर युज गर्छ क्या। यो चाहिँ धेरै डेभलपरहरूले युज गर्दिन, तर यो युज गर्नुपर्छ, युजरको एक्सपिरियन्स धेरै राम्रो हुन्छ यसबाट। ओके, सो यो के हो भन्दा, जस्तो तिम्रो यो इनपुटलाई तिमीले एउटा आइडी दिनुपर्छ। यो आइडी के दिउँ भन्दा, आइडी क्लास भनेको थाहा होला नि त एसक्यूएल पढेको मान्छेलाई। आइडी के दिउँ हो, आइडी के दिउँ भन्दा इनपुट फिल्ड भनेर दिउँ है। इनपुट फिल्ड भनेर मैले आइडी दिएँ, अनि यसलाई के गरेँ भन्दा माथि एसक्यूएल फर्ममा यही आइडी लगाएर हालिदिएँ। सिम्पली तिमीले यति गर्यो भने, लाइक यहाँ हेर है, मेरो बाहिर क्लिक गरेर छु, यो एक्टिभ भएको छैन, बुलियन होइन भनेछ, नो प्रब्लम। ओके, सो बाहिर क्लिक गर्दा यहाँ हेर यो एक्टिभ भएको छैन, जब मैले यहाँ नेममा क्लिक गर्छु नि एक्टिभ भयो, ख्याल गर्यो। यहाँ हेर मैले नेममा क्लिक गरेको छु, मैले यहाँ क्लिक गरेर पार्दा एक्टिभ हुने नै छ, त्यो चाहिँ हामीलाई थाहा नै छ, बट मैले नेममा क्लिक गर्दा त्यो एक्टिभ भएको छ, राइट। यहाँ हेर नेममा क्लिक गरेर एक्टिभ भएको छ, यो चाहिँ हाल्नुपर्छ। ओके, यो पनि नोट गर्दै राख ल। जस्तो तिम्रो भोलिको सेगमेन्टमा केही फर्म बनाउनु भन्यो भने यो HTML4 चाहिँ के अरे HTML हो या HTML4 चाहिँ युज गर्दै राख्ने, यो राम्रो प्र्याक्टिस हो। ओके, सो अब कुरा आउँछ यो सबमिट बटन क्लिक गर्दा यो नेममा आएको डेटालाई यहाँ कसरी देखाउने भन्ने क्वेसन आउला के। यो यसको सोल्युसन पनि यो हाम्रो इभेन्ट जुन सर हुनुहुन्छ, यो इभेन्ट सर भित्रै हुनुहुन्छ। एउटा इभेन्ट यो इभेन्टभित्र चाहिँ एउटा टार्गेट भनेर भन्ने बुझेन, टार्गेट भनेर हाम्रो फिल्डहरूको भ्यालु बसेको हुन्छ क्या। लाइक वेट लेट मी सो यु है। पहिला चाहिँ हामीले एउटा इन्स्ट्यान्ट क्रिएट गर्छौँ, द्याट इज डेटा भनेर क्रिएट गरौँ है। डेटा इज इक्वल्स टु न्यू फर्म डेटा भन्नु पऱ्यो नि, त्यो हाम्रो फर्म डेटा है भनेर, फर्म डेटा या न्यू फर्म डेटामा चाहिँ के बस् भन्दा इ डट टार्गेट गरेर बस्थ्यो भन्यो। ओके, भनेको यो एउटा नयाँ फर्म डेटाको इन्स्ट्यान्ट क्रिएट गरेको, जसमा के गरेर बस्छ इभेन्ट डट टार्गेट। यो केही पनि होइन, डेटामा सिम्पली के बुझ भन्दा के गरेर बस्छ भन्दा यो नेम लेखेको छौ नि, भनेको एउटा अब्जेक्ट भन्छ। लाइक या कस्तो हुन्छ भन्दा हामीसँग अहिले एउटा मात्रै फिल्ड छ नि, राइट, नेमवाला। सो के हुन्छ भन्दा एउटा यसरी अब्जेक्ट भन्छ एन्ड नेम भनेर यस्तो यस्तो कलन हुन्छ, अनि यसभित्र चाहिँ तिमीले जे लेख्छौ त्यो गरेर बस्छ, एन्ड यही कुरा नि त्यसले डेटाले लेख्छ क्या। सो यो डेटा चाहिँ अब्जेक्टको रूपमा बस्छ। सो यसलाई कन्सोल गरेर हेरौँ त कस्तो देखियो हाम्रो कन्सोल डट लग डेटा। सो डेटालाई लग कन्सोल डट लग गर्यो, लेट्स सी वाइड को इस्यु नो इस्युज एट अल, फलानालाई हामीले या हेर त फर्म डेटा के आयो, फर्म डेटामा नेम फलाना भनेर। बाइ द वे यो कलनलाई चाहिँ फायरफक्समा यस्तो एरोले रिप्लेस गरेको हुन्छ है, यो चातिनु पर्दैन। हेर त मेरो फिल्डमा मैले लेखेको कुरा आएको छ मेरो कन्सोलमा, हेर न। मैले यसको लागि लिटरल्ली न केही स्टेट बनाएको छु न केही, स्टेट बनाउनु पर्छ, बट त्यो उसको लागि क्या, तिम्रो इमेज अपलोडहरू छ भने चाहिँ त्यो गर्नुपर्छ। अहिले हामीले क्रिएट गर्न लागेको सिम्पल फर्मको लागि चाहिँ बनाउनु परेन, हाम्रो इभेन्टले नै काम गरेछ। हेर त इ डट टार्गेट भनेको इभेन्टमा टार्गेटेड फिल्डहरू जे छ। अनि यहाँ नेम किन आयो भनेर सोध्दा कसैले पनि सोधेन नि बाइदिएको, नेम किन आयो भनेर सोध्दा, किनकि यो नेमभित्र मैले नेम भनेर लेखेको छु नि त, त्यही भएर। जस्तो एउटा अर्को क्रिएट गरौँ ल, के गरौँ भन्दा एज के अरे एज भनेर क्रिएट गरौँ, एज इनपुट फिल्ड होइन, एज फिल्ड। क्लिक हुँदा एजमा जाउँ, अनि टाइप चाहिँ अभियसली नम्बर नै हुने भयो, नेमको ठाउँमा एज लेखेँ, इन्टर योर एज भनेर भने। ओके,
सो यसको नेम चाहिँ एज छ भनेको एज अनि यस्तो एरो जे एजको भ्यालु हाल्यो त्यो आउने भयो। सो लेट्स सी एजमा चाहिँ यस्तो एज यो हाम्रो टाइप नम्बर दिने बित्तिकै चाहिँ नम्बर इन्क्रिमेन्ट र डिक्रिमेन्ट गर्ने डिफल्टमै आइदिएको हुन्छ क्या। ओके सो फलाना छ, फलानाको एज चाहिँ 21 छ रे, सबमिट गरेँ। हेर त फर्म डेटामा के आयो, नेम फलाना कमा एज के आयो 21। 21 केमा आएको छ, स्ट्रिङमा गएको छ। सो हाम्रो डेटा कन्सोलमा डिस्प्ले भएको छ, देख्यौ? हेलो हो गुड, देख्यौ? अब तिमीले एउटा कुरा ख्याल गर्यौ होला नि त, लाइक त्यो के अरे कुनै अप्सनल फिल्ड हुन्छ अनि लाइक कुनै चाहिँ तिम्रो रिक्वायर्ड फिल्ड हुन्छ, प्लिज डु कन्सिडर फिलिङ दिस फिल्ड, यु कान्ट मुभ फरवर्ड ब्ला 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 भनेर लेख्छ नि। अहिले हेर न, मैले एजमा केही पनि फिल आउट गरेको छैन, सबमिट गरेको छु, मेरो केही पनि इस्यु आएको छैन। लाइक सिम्पली हेर एज चाहिँ खाली छोडिदिएको छ क्या। बट मैले यहाँ चाहिँ यहाँ ध्यान दियो है, यो इनपुटमा चाहिँ एउटा यहाँ रिक्वायर्ड ओन्ली केही पनि लेख्नु पर्दैन, रिक्वायर्ड भनेर मात्रै लेख्यो भने यहाँ आएर अब मैले एज केही पनि नहालिकन, ओके यसलाई हटाऊ, एज चाहिँ मैले केही पनि नहालिकन सबमिट गर्यो भने हेर त के लेख्यो, पढ त। प्लिज एन्टर नम्बर। या भनेको यसले मलाई सबमिट गर्न दियो, मेरो कन्सोलमा के आयो, आएन आएन। भनेको मेरो सबमिट नै भएन, किन भएन, किनकि यसले यहाँ नम्बर सबमिट नगरिकन मलाई अगाडि बढ्नै दिएको छैन। यसलाई भन्छ अप्सनल फिल्ड कसरी राख्ने, रिक्वायर्ड फिल्ड कसरी राख्ने डिफल्टमा। ओके सो यसरी रिक्वायर्ड भनेर राख्यो भने चाहिँ हाम्रो यो फिल्ड नभरिकन त सबमिट गर्न मिल्दैनस् भनेको। ओके अरू चाहिँ तिमीले जान्नुपर्ने कुरा भनेको या इमेल, इमेलको लागि पनि लेखौ ल, इमेल भनेर लेखौ, अनि इमेल इमेल फिल्ड, सो इमेल फिल्ड अनि यो के भन्छ आइडी र ऊ चाहिँ लेख्दै गर ल, HTML4 एजमा क्लिक गर्दा भित्र गयो, फलानामा क्लिक गर्दा भित्र गयो, एजमा क्लिक गर्दा इमेलमा क्लिक गर्दा भित्र गयो। यसको लागि HTML4 युज गर्नु पर्यो। सो एजलाई हटाइदिएर म लेख्नु पर्यो इमेल, इन्टर योर इमेल। अनि हामीले यो इनपुट फिल्डलाई भन्नु पर्यो नि त, यो यसको टाइप चाहिँ नम्बर होइन इमेल हो भनेर। सो यो टाइप इमेल लेख्ने बित्तिकै के हुन्छ होला हाम्रो इनपुट यो फिल्डमा चाहिँ, कसैलाई के आइडिया छ? प्रिभियस इमेल बताइदिन्छ। होइन नि, यो टाइप इमेल लेखेँ राइट। सो इमेल लेख्ने बित्तिकै जस्तो यता हेर है, मैले अहिले टाइप इमेललाई चाहिँ से या टाइप इमेल नै छ अहिले। सो मैले यहाँ चाहिँ कसम मात्रै लेखेँ भने के भन्नु पढ त, प्लिज इन्टर एन इमेल एड्रेस भनेको छ, जब कि यो फिल्ड रिक्वायर्ड पनि छैन। यसले के भन्यो भन्दा प्लिज इन्टर एन इमेल एड्रेस भनेको जो इमेल एड्रेस होइन त्यो मलाई थाहा छ, प्लिज इमेल एड्रेस इन्टर गर भनेर। किनकि हामीले यसलाई भनेको यो इमेलको टाइप हो र यसमा आएको डेटा चाहिँ इमेल नै हुनुपर्छ। कसरी थाहा हुन्छ इमेल भनेर, @something.com ल से gmail.com। अब चाहिँ मलाई जान दिन्छ अगाडि, अगाडि गयो, एजमा आयो, एजमा मैले 12 भनेर लेखेँ, डेटा देखियो। इजी छैन र, इजी छ नि राइट कुराहरू। सो इमेज अपलोडहरू हामीले एन्डीसँगै पढ्छौँ पछि प्रोजेक्टमा काम गर्दा। अहिलेलाई तिमीले नेम इमेल अनि एज यति भएदेखि पुग्छ जस्तो लाग्यो मलाई चाहिँ। या अहिलेलाई चाहिँ तिमीले बेसिक या बाइ द वे त्यो टाइप पासवर्ड भन्ने पनि ट्राई गर्दै गर्ने, यो त आफै गर्नुपर्ने कुरा हो। ओके एउटा पासवर्ड भन्ने पनि फिल्ड राखौँ न, पासवर्ड भन्ने फिल्ड राखौ। अनि के अरे एउटा कुरा के तिमीहरूलाई थाहा छ, लाइक पासवर्डहरू चाहिँ सेम हुनुपर्ने कन्फर्म पासवर्डवाला के सिन हुन्छ नि फर्महरूमा, ख्याल गराएछ? यस्तो पासवर्ड हान अनि कन्फर्म पासवर्ड भनेको सेम पासवर्ड फेरि रिहान भनेर हुन्छ नि त, त्यो वाला कुरा क्या।
पासवर्ड या सो त्यो हेर है त्यो कसरी हुन्छ पासवर्ड नेममा चाहिँ पासवर्ड भनेर लेख्यो अन्त यो पासवर्ड सो हामीले हेर है ध्यान दिएर हामीले दुईटा फिल्ड क्रिएट गर्यौँ एउटा पासवर्डको एउटा कन्फर्म पासवर्डको कन्फर्म पासवर्ड टाइप पासवर्ड नै हुनुभयो नेम चाहिँ कन्फर्म पासवर्ड भनेर कन्फर्म योर पासवर्ड सरी रिटाइप लेखौँ न रिटाइप योर पासवर्ड या सो अब अहिले हेर त ओके सो मैले रिलोड पनि गरेँ या सो मैले इमेल पहिला एउटा लेखौँ डम्मी इमेल अब मैले अहिले पासवर्ड KASAM 123 लेखेँ तल चाहिँ ABC लेखेँ तर सबमिट गर्दा मेरो केही पनि एक्सन भएको छैन सिम्पली आएको छ हो भनेको मेरो पासवर्ड र कन्फर्म पासवर्ड सेम छ भनेर कहीँ पनि चेक भएको छैन क्या त्यो चेक कसरी गर्छन् यता हेर है म तिमीलाई सिकाउँछु जब हामीले सबमिट गर्छौँ नि इभेन्ट भन्ने जब हाम्रो आएको छ नि इभेन्ट द टार्गेटले के गरेछ सबै डेटाहरू लिएछ हो यो सबै मध्ये हामीले पासवर्ड र कन्फर्म पासवर्डलाई कम्पेयर गर्ने लाइक के गर भन्दा इफ ई डट टार्गेट भनेको सबै भ्यालु मध्ये हामीले के लेख्नु पर्यो डट पासवर्ड भन्ने SWRD यो पासवर्ड भन्ने कहाँबाट आयो सेम ये नेम जे छ त्यही हुनु पर्यो है स्पेलिङ चाहिँ अनि अर्को चाहिँ यो कन्फर्म पासवर्ड यो पनि स्पेलिङ चाहिँ सेम म कपी गरेँ या सो ई डट टार्गेट डट पासवर्ड भनेको पासवर्डको भ्यालु इज इक्वल्स टु ई के अरे सरी या ई डट टार्गेट डट कन्फर्म पासवर्ड सो यति ई डट टार्गेट डट पासवर्ड भनेको पासवर्डको भ्यालु र कन्फर्म पासवर्डको भ्यालु सेम छ भने बल्ल तिमीले कन्सोल गर अनि के लेख भन्दा एउटा अलर्ट पठाइदिऊ के अलर्ट के पठाइदिऊ भन्दा के पठाइदिन्छौ त फर्म सबमिटेड भनौँ न फर्म सबमिटेड पठाइदेऊ यति छैन हाम्रो इक्वल भएन भने चाहिँ के अलर्ट पठाइदेऊ भन्दा सरी योर पासवर्ड एन्ड पासवर्ड्स भनौँ न या योर पासवर्ड डोन्ट म्याच या योर पासवर्ड डोन्ट म्याच भनेर पठाइदेऊ सो मैले के लेखेँ बुझ्यौ लाइक मैले के भने भन्दा डेटा भनेको त यो ई डट टार्गेट भनेको सबै फिल्डहरूको भ्यालु यहाँ आयो यो सबै मध्येको डट पासवर्ड भनेको यो नेम पासवर्ड भएकोको भ्यालु इज इक्वल्स टु तिनटै इक्वल्स टु हुन्छ यो चाहिँ जाभास्क्रिप्टको सिन्टेक्स नै भयो डट कन्फर्म पासवर्ड हो यहाँ हो रहेछ नि त यस्तो लेख्नुहुन्न कहिले पनि या यहाँ चाहिँ ऊ छैन यो चाहिँ हाम्रो इस्यु नै हो यहाँ चाहिँ मेरो ग्याप छैन ओके सो ई डट टार्गेट डट पासवर्ड इज इक्वल्स टु ई डट टार्गेट डट कन्फर्म पासवर्ड छ भने के गर कन्सोल डट लगमा भनेको कन्सोलमा डेटा प्रिन्ट गरिदेऊ एन्ड फर्म सबमिटेड भनेर भनिदेऊ भनेछु ओके लेट्स चेक एमा लेखेँ मैले 1 2 3 रिटाइपमा मैले लेखेँ 1 2 3 4 अब सबमिट गर्दा हेर त के आउँछ के आयो पासवर्ड इज नट डिफाइन्ड पासवर्ड स्पेलिङको इस्यु भयो र PASSWRD या यहाँ इस्यु भयो नि त एमा पासवर्ड नलेखौ एमा चाहिँ हाइफिनले इस्यु पार्यो क्या एमा चाहिँ डट कन्फर्म मात्र लेखौ या सो हेर त के भन्यो एउटा हाम्रो अलर्ट आयो क्या सरी योर पासवर्ड डोन्ट म्याच किनकि मैले माथि लेखेको छु 1 2 3 तल लेखेको छु 1 2 3 एउटालाई हटाइदिए 1 2 3 मात्रै आयो सो यतिखेर चाहिँ सबमिट गर्दा सरी योर पासवर्ड डोन्ट म्याच मैले अरू के लेखेको थिएँ र है ओके 1 2 3 1 2 3 सबमिट वाइ वेट यसलाई कन्सोल गरेर हेरौँ ल console dot log e dot target dot values हो values
e dot target dot values या ओके सो होइन एउटा यहाँ आइडिया छ रुक रुक वेट 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 मैले तिमीलाई एउटा कुरा भन्नै भुलेँ सो हाम्रो डेटा भनेको के हो अघि हामीले हेऱ्यौँ नि यहाँ कन्सोलमा के भनेको डेटा हामीले यसरी डेटालाई प्रिन्ट गर्दा के देखाएको थियो लाइक यस्तै गरेर डेटा देखाएको थियो नि नेम अनि पासवर्ड अनि कन्फर्म पासवर्ड यस्तै भनेर देखाएको थियो नि त यसमा त तिमीलाई जे चाहिन्छ डट गेट गरेर माग्नुपर्छ क्या सरी यो चाहिँ मेरो नै मिस्टेक हो भनेको तिम्रो यसमा चाहिँ डेटा डट गेट के गेट गर्ने हो यो आइडिया चाहिँ अलिक इफेक्टिभ हुन्छ पासवर्ड गेट गर भनेको डेटाबाट के लिग पासवर्ड भन्ने फिल्डको भ्यालु लिग त्यसलाई केसँग कम्पेयर गर भन्दा डेटा डट गेट कन्फर्म कन्फर्म भन्ने नाम छ या कन्फर्मसँग कम्पेयर गर इफ ट्रु छ भने चाहिँ बल्ल त्यो देखाउ भन्छ या ओके सो फर्म सबमिटेड भनेर आयो राइट सो मजाले काम गर्यो कन्सोलमा पनि देखायो यसरी हुन्छ लोजिक हामीले सिम्पली के गर्यो भन्दा डेटामा इभेन्ट द टार्गेटको सबै भ्यालु पठाइदियो अनि त्यही डेटाको पासवर्ड भन्ने फिल्डको भ्यालु युज गर्यो अनि कन्फर्म भन्ने फिल्डको भ्यालु युज गर्यो कम्पेयर गर्यो तिनी दुईटालाई इफ तिनीहरू इक्वल छन् भने लाइक सिमिलर छन् भने चाहिँ फर्म सबमिटेड भनेर देखाऊ अनि कन्सोलमा चाहिँ डेटालाई के भन्छ त्यसलाई लग गर्यो सरी डिस्प्ले गरायो अब यहाँ मैले 4 लेखेँ इन्टर गर्यो भने त सरी यो पासवर्ड डन्ट म्याच या सो हाम्रो उसले चाहिँ फर्मले प्रोपरली काम गरेछ ओके भनेको हल्का लोजिक हाल्न आयो तिमीहरूले बुझ्यो कुरा यहाँ के भइरहेछ भनेर सरोज भन्थे बुझ्यौ त्यो टार्गेटको ठाउँमा अरू राख्न पाइन्छ कि नै रुक गुड क्वेसन म तिमीलाई यहाँ कन्सोल डट लगमा यी भनेको के रहेछ मैले तिमीलाई यो पनि डिस्प्ले गरेर देखाइदिन्छु ल यहाँ तिमीले बुझ्छौ कुरा यी भन्ने कति ठुलो कुरा हो म तिमीलाई देखाइदिन्छु कि अरे यार या फर्म सबमिटेड यहाँ हेर त यी भन्ने हाम्रो यहाँ डिस्प्ले भएको छ यी भित्र यति धेरै भ्यालु हुन्छ लाइक यहाँ हेर न रियाक्ट नेम भनेको अनसबमिटेड यिनी केही पनि छैन तिमीलाई टार्गेट भन्नेमा के हुन्छ त्यो बुझ कि यहाँ हेर टार्गेट भित्र के छ हेर त किन टार्गेट हामीले युज गरेको थाहा हुन्छ क्या टार्गेटमा के छ हेर त देख्यौ कि स्क्रिन देखेको छ नदेखे भइदेखि चाहिँ हल्का जुम गर न फर्म हो फर्म भनेको तिम्रो यो जुन फर्म भित्रको सबै कन्टेन्ट छ नि लाइक यो फर्स्टमा यो इमेल भनेको होला सेकेन्डमा चाहिँ पासवर्ड थर्डमा चाहिँ कन्फर्म भन्यो होला राइट सो यो चाहिँ टार्गेट भित्र हुन्छ क्या त्यही भएर हामीले ई डट टार्गेट लेख्ने कार्ड चाहिँ यो भेरी गुड क्वेसन सरोज हेर न ए टार्गेट भित्र के छ फर्स्टमा यो छ सेकेन्डमा यो छ थर्डमा यो छ अनि फोर्थमा बेसिकली हामीले सबमिट गर्नु बटन छ सो त्यही भएर चाहिँ हामीले डट टार्गेट युज गरेको हो गुड क्वेसन वन्स अगेन अरू कसैलाई प्रब्लम के अरे तिम्रो नाम विक्रम या विक्रम एनी प्रब्लम कोड बुझिरहेछौ के भइरहेछ भनेर बुझ्दैछु अलिअलि गर्दै ओके सो यो प्रिभेन्ट डिफल्ट भनेको किन युज गर्यो हामीले कहाँको यो हेर न मैले सेट गरेको छु नि त यो चाहिँ विक्रम हामीले प्रिभेन्ट डिफल्ट किन युज गर्यो भने त आइडिया छ तिमीलाई सुरुको यो प्रिभेन्ट डिफल्ट त्यही त हो काम प्रिभेन्ट डिफल्ट के हो यो भनेको सुरुको इभेन्ट अहिले या के भन्नु लाग्यो फेरि भन्नु त सुरुको इभेन्टमा खाली हुने कि मतलब नो जस्तै एकछिन ल हेर है मैले प्रिभेन्ट डिफल्टलाई हटाइदिएँ भनेको कमेन्ट गरेँ यो भनेको चाहिँ यो लाइन कम्पाइल हुँदैन सिधै तलको लाइनमा जम्प हुन्छ
ओके सरी सो मैले अब कन्फर्म गरेँ भने वेट पहिला मैले रिलोड गर्नुपर्छ राइट ओके सो पासवर्डमा मैले लेखेँ 123 सबमिट गरेँ फर्म सबमिटेड ओके हेर त अहिले के भयो लाइक मैले यहाँ फिल्डमा फेरि फायरफक्स ओके सो मैले चाहिँ के गरेँ भन्दा यार ओके कसम@gmail.com पासवर्डमा 123 रिटाइप पासवर्डमा 123 यहाँ हेर है मैले सबमिट गरेँ के अरे विक्रम यहाँ विक्रम हेर है मैले प्रिभेन्ट डिफल्ट लेखेको छैन मैले सबमिट गरेँ यसले मलाई फर्म सबमिटेड भनेर देखायो कन्सोलमा प्रिन्ट पनि भएको छ जुन हाम्रो इफले भनेको कन्डिसन यही नै हो भनेको काम गरेको छ ओके गर्ने बित्तिकै हेर है मैले केही पनि छ छैन ओके क्लिक गर्ने बित्तिकै पेज फेरि रिलोड भयो ख्याल गर्यौ फेरि सबैजनाले ख्याल गरे वेट म लास्ट डे ख्याल गरेँ अब चाहिँ लास्ट नै डे टाइम वेस्ट नगरौँ चाहिँ gmail.com 123 या सो अब चाहिँ ख्याल गरे सबैजनाले माथि पेज पनि हेर अनि हाम्रो फिल्डमा भएको भ्यालुहरू पनि हेर है हेर सबमिट फर्म सबमिटेड अलर्ट आएको छ ओके अब मैले ओके क्लिक गर्छु माथि हेर तिम्रो यो फ्याब आइकनमा हेर एन्ड फिल्डहरू हेर त फिल्डहरूको भ्यालु हट्यो नि यो चाहिँ उसले फायरफक्सले गर्दा आएको सो फिल्डहरूको भ्यालु हट्यो अनि माथि पेज पनि लोड भयो क्या ओके सो यो लोड नहो तिम्रो जे यहाँ भ्यालु छ त्यही भ्यालु बस मलाई चाहिँ तिमी खाली हुनु पर्यो छैन यो भन्नको लागि चाहिँ प्रिभेन्ट डिफल्ट युज गर्छ लाइक तिम्रो कहिले ख्याल गऱ्यो होला नि त लाइक तिम्रो जस्तो इमेल हान्यौ पासवर्ड हान्यौ अनि लगइन क्लिक गर्दा सरी योर क्रेडेन्सियल्स आर नट म्याचिङ या योर क्रेडेन्सियल्स आर रङ भन्छ बट तिम्रो इमेल र पासवर्ड त्यही नै हुन्छ फिल्डमै हुन्छ पुरै एम्प्टी हुन्न फिल्ड यो कुरा ख्याल गर्नु होला नि त अरू साइटहरूमा पनि के त्यो हो क्या यसको युज चाहिँ सो अब हेर त जब मैले यो प्रिभेन्ट डिफल्टलाई एक्टिभेट गरेँ gmail.com 123 हाने बाइ द मैले इन्टर बटन थिच्दा पनि सबमिटमा जान्छ है सबमिट क्लिक गरेँ यहाँ ओके गरेँ मेरो पेज लोड भयो मेरो अहिले भएन फिल्डहरू खाली भयो भएन हो सो यतिखेर चाहिँ हामीले प्रिभेन्ट डिफल्ट चाहिँ युज गर्छौँ अब प्रिभेन्ट डिफल्ट कतिखेर सधैँ युज गर्छौँ दाइ भन्ने क्वेसन आउला नो गर्दैनौँ जस्तो तिम्रो यो पेमेन्ट गर्नेवाला फर्महरू हुन्छ नि त्यसमा चाहिँ यसरी ऊ चाहिँ गर्दैन त्यसमा चाहिँ अलिक सिक्योर वेमा काम गर्नुपर्छ सो त्यसमा चाहिँ यसरी प्रिभेन्ट डिफल्ट चाहिँ युज गर्दैन एकैचोटि गर्छ तिमीले फल्स हाल्यो भने चाहिँ पुरै ऱ्यापअप हुन्छ फेरि तिमीले हाल्नुपर्छ सो विक्रम कुनै अरू क्वेसन छैन विक्रमले मलाई ई डट टार्गेट किन लेख्यो भनेर सोध्यो गुड क्वेसन ओके सो मुभिङ फरवर्ड के अरे सम्राट के छ प्रब्लम बुझेछौ छैन बुझिरहेको छु ए म त बुझे छैन कि भनेको ओके ठिक छ सम्राट हामीले एचटिएमएल फर किन लेख्यो भने त त्यो हामी त्यो इमेलको लागि हो भनेर डिक्लेयर गरेको एचटिएमएल फर भनेपछि त्यो इमेल हो भनेर त्यहाँ अलिक इजी हुन्छ हुन त हो बट कस्तो भन्दा चाहिँ लाइक यति लेभल हो यहाँ रे हो तिमीले भनेको मैले बुझेँ तिमीले भनेको राइट पनि छ बट काहीँ न काहीँ चाहिँ हल्का मिसिङ कुरा भयो जस्तो भयो क्या युज केस हेर्दा चाहिँ जस्तै यहाँ यो इमेल भनेको लेभल हो यो पासवर्ड भनेको लेभल हो एन्ड यो कन्फर्म पासवर्ड भनेको लेभल हो राइट सो मैले चाहिँ के भन्नु भन्दा यो कन्फर्म पासवर्ड चाहिँ यससँग एट्याच छ भनेको त्यसको लागि चाहिँ मैले यो इनपुट फिल्डमा चाहिँ एउटा आइडी दिएँ आइडी नै दिने क्लास होइन आइडी दिएँ अनि एचटिएमएल फर्ममा चाहिँ सेम आइडीलाई लेखिदिएँ यसरी के हुन्छ भन्दा यो आइडीको लागि चाहिँ यो बनेको सो तिमीमा चाहिँ केही एक्सन लिन खोज्यो भने लाइक तिमीमा कसैले क्लिक गर्यो भने तिमीले यो इनपुट फिल्डलाई एक्टिभेट गर भनेको क्या जस्तै मैले इमेल क्लिक गरेँ भने इमेल सिलेक्ट भयो यो लेख्यो भने त्यहाँ चेन्ज हुन्छ अनि मैले पासवर्ड क्लिक गरेँ भने यहाँ गयो कन्फर्म पासवर्ड क्लिक गरेँ भने यहाँ गयो सो यो हो एचटिएमएल फर्मको काम ओके सो गोरुर साइडहरूमा पनि कहिले ख्याल गर्नुपर्छ एन्ड
अरू तिमीलाई के सोध्नु पर्यो भन्दा लाइक मलाई भन सरोज भन्थ्यो अरे प्लेस होल्डर किन युज गर्छ युजरलाई के टाइप गर्ने भनेर बताइदिनु होला। भेरी गुड जस्तो हाम्रो फिल्डको बाहिर लेखेको हुन्छ नि या यहाँ आएर नि के हुन्छ या यहाँ इन्टरियर पासवर्ड भन्नु हल्का डिम डिम कलरमा बनाएको छ नि त यही नै बट अरू चाहिँ त्यस्तो खासै छैन हामीले सिम्पल नै बनाएको छ कुराहरूलाई सो मुभिङ फरवर्ड अब चाहिँ तिम्रो भोलिको सेगमेन्ट मैले लिस्ट गर्छु अनि सिम्पली तिमीले चाहिँ के गर भन्दा सिम्पली के गर भन्दा यही फर्मलाई चाहिँ तिमीले कन्सोल गरेर हेर्ने ओके सो एउटा कुरा यहाँ मिसिङ रहेछ नि ख्याल गर्यौ सबैजनाले कसैले पनि भनेन मलाई यहाँ चाहिँ यहाँ एउटा आई आउँथ्यो नि यहाँ आई क्लिक गर्दा चाहिँ यो पासवर्ड सो हुने लाइक आई क्लिक नगर यहाँ आई क्लिक अहिले हेर न एक्टिभेट भएको छ नि अहिले भन्न खोजेको चाहिँ अहिले सो पासवर्ड बटन जस्तै हो सो पासवर्ड बटन हुन्छ नि यस्तै यहाँ एउटा बाहिर सो पासवर्ड बटन गरेर तिमीले त्यो क्लिक गर्दा यो देखिने पासवर्ड के रहेछ भनेर देखिने फेरि क्लिक गर्दा नदेखिने यस्तो बनाउन सक्छ सजिलो छ लास्ट सजिलो छ यो चाहिँ एसाइनमेन्ट नै दिए ल यो चाहिँ तिमीले नै गर्ने हेर भोलि चाहिँ कतिको रिसर्च गर्छौ या त्यही नै गर रिसर्च गर खोज भेट्छ मजाले सो बेसिकली हिजोको लगइन फर्मलाई अहिले यो फर्म युज गरेर बनाउँदा हुन्छ भनेपछि लगइन पेजलाई फर्म युज गरेर हिजो तिमीले के युज गरेर गरेको भने त लाइक इनपुट कुनै थर्ड पार्टी लाइब्रेरी हो ठिक छ त्यसमा लेबलहरू हालेर गर न ओके सो मुभिङ फरवर्ड तिमीले के गर भन्दा सिम्पल सम्राटले बनाए जस्तो एउटा फर्म बनाऊ अनि त्यसमा चाहिँ अलि राम्रो है बाइ द वे टेलियन युज गरेर ट्याक्क सिएसएसहरू हाल्ने ग्रेडियन्ट नै हाल्नुपर्छ भन्ने छैन बट मजाको बनाउने आफ्नो नाम यहाँ आफ्नो फोटो हाल्न सकियो गोलो गरेर आफ्नो नाम हाल्न सकियो यहाँ हाई डियर भनेर यहाँ लेख्न सकियो राइट अनि प्लिज डु फिल द फर्म भनेर यहाँ लेख्न सकियो अनि यहाँ मैले के लेख्छु भन्दा ध्यान दिएर सुन्नु है यहाँ इमेल लेख्छ इमेल अनि यहाँ लेख्छ पासवर्ड या सो यहाँ इमेल र पासवर्ड लेख्ने अनि यहाँ चाहिँ हाम्रो आईवाला यो आईवाला फिगर नै राख्नुपर्छ भने छैन लाइक एउटा कुनै बटन राख्दा पनि भयो आईवाला फिगरहरू पनि पाउँछ क्या एसबिजी सो आईवाला फिगर नै राख्नुपर्छ भने चाहिँ छैन है सो मैले चाहिँ रिफ्रेसको लागि मात्रै भनेको ओके सो एउटा केही बटन सटन केही राख्यो अनि त्यो क्लिक गर्दा चाहिँ पासवर्ड देखिने नदेखिने सो त्यो बनाऊ एन्ड यो चाहिँ मेरो आइएमजी आफ्नो साइटको इमेज हाल्ने अनि यहाँ आइडिआर लेख्नु होला केही लेख न ओके सो यो सबमिट हुने बित्तिकै यहाँ मेरो चाहिँ सबमिट भन्ने बटन हुन्छ सबमिट भन्ने बटन हुन्छ ओके ध्यान दिएर सुन है सबैजनाले सो मैले सबमिट भन्ने बटन क्रिएट गर्ने बित्तिकै त्यहाँ के गर्छु भने माथि त्यो यो फङ्सनमा के यो फङ्सनमा के गर्छु भने चाहिँ डेटामा यो डेटा लेख्छु अनि डेटामा के गेट गर्छु भन्दा इमेल लिखेर यति इमेल चाहिँ ध्यान दिएर सुन है एउटा कन्डिसन लगाउँछु मैले चाहिँ इफ या इमेल जुन इमेल मैले टाइप गरेको हुन्छु नि इमेल चाहिँ के हुनु पर्यो भन्दा falana@gmail.com यो हुनु पर्यो गट इट इमेल यो हुनु पर्यो एन्ड भन्ने चाहिँ अपरेटर यसरी युज गर्छ भाइ उमा चाहिँ यसरी यो एन्ड भनेर दुईटा एन्ड युज गरेपछि एन्ड भन्ने बुझ्छ ओके पासवर्ड चाहिँ फलाना @123 यो हुनु पर्यो यति इमेल यो ध्यान दिएर सुन है सरोज विक्रम अनि के अरे सम्राट
सो यसले के भन्छ यसले इन्टर गरेको इमेल चाहिँ falana@gmail.com एन्ड पासवर्ड चाहिँ सरी लाइक falana@123 यो भइदेखि चाहिँ तिमीले इफ कन्डिसन गोज ट्रु लाइक इफ यो ट्रु छ भने चाहिँ अनि इफ यो फल्स छ भने चाहिँ इफ यो ट्रु छ भने अनि इफ यो फल्स छ सो इफ यो ट्रु छ भने बेसिकली अघि हामीले गरेको थियौँ नि कन्सोल गरिदिने डेटालाई अनि एउटा अलर्ट दिने के अलर्ट के दिने भन्दा फर्म सबमिटेड सक्सेसफुल्ली भनेर ट्याक्क भनिदिने फर्म सबमिटेड सक्सेसफुल्ली भनेर भनिदिने अनि भइहाल्छ अलर्ट इफ भएन फल्स भयो भने चाहिँ अलर्ट दिने अलर्ट के दिने भन्दा क्रेडेन्सियल्स रङ भनेर एक्सक्लेमेसन मार्क दियो भने बास ओके सो एसाइनमेन्ट बुझ्यौ त हेलो बुझ्यौ अनि तिमीले यो जुन कन्डिसन मैले लगाए नि यो कन्डिसन लाउन सक्छौ सकिन्छ होला सकिन्छ सिम्पली मैले यहाँ डेटा डट गेट पासवर्ड गरेँ नि यस्तै गरेर डेटा डट गेट इमेल इफ यो इक्वल्स टु falana@gmail.com यो गर अनि यहाँ एन्ड डेटा डट गेट पासवर्ड इक्वल्स टु यो भनेर गर्दा हुन्छ क्या त्यो मैले गर्दैन किनकि मैले गरेँ भने तिमीले गरेको फाइदै के भयो ओके तिमीले त्यही हेरेर गरिहाल्छ नि त सो त्यो दुईटा कन्डिसन लाउने अनि ट्रु छ भने यो गर्ने फल्स छ भने यो गर्ने सम्राटले बुझ्यो ओके विक्रम बुझ्यौ सेगमेन्ट यो के पासवर्ड उस चाहिँ हुन पर्यो इमेलको अगाडिको नाम अनि @ 1 2 3 चाहिँ हुन पर्यो नो मैले अहिले के भने भन्दा इमेल चाहिँ के अरे पासवर्ड चाहिँ इमेल अनि @123 हुनु भनेको होइन इमेल चाहिँ falana@gmail.com नै हुनु पर्यो यदि यो भयो भने बल्ल यहाँ चाहिँ फर्म सबमिटेड भन्दा पनि यो यस्तो लेखेको लगड इन सक्सेसफुल जस्तो हाम्रो हुन्छ नि ख्याल गरेछ नि त लगइन गर्दा के लगड इन सक्सेसफुल भनेको तिमीले लगइन गर्दा पनि त क्रेडेन्सियल्सहरू मिट गर्नुपर्छ नि त होइन र जस्तो आफ्नो तिम्रो सर्टेन इमेल हुन्छ पासवर्ड हुन्छ त्यो पासवर्ड हाल्दा लगइन हुन्छ अनि हालेन भने चाहिँ क्रेडेन्सियल्स रङ भन्ने इरर आउँछ नि सो मैले तिमीलाई के भने भन्दा हामीले जुन यहाँ इमेल हालेको हुन्छ नि यो इमेललाई कम्पेयर गर इफ यो इमेल falana@gmail.com छ कि नै भनेर के जे पाए त्यही हाल्नु भएन लाइक मैले कसम@gmail.com हाल्यो भने सरी योर क्रेडेन्सियल्स आर रङ भनेर देखाउने क्या ओके सो इमेल falana@gmail.com नै हुनु पर्यो एन्ड पासवर्ड चाहिँ falana@123 हुनु पर्यो बुझ्यो कुरा ओके सो सरोज भन्थे बुझ्यो कुरा बुझे पर्फेक्ट सो अब हाम्रो भोलिको क्लासमा चाहिँ हामीले यो हेर्छौँ एन्ड हामीले भोलि चाहिँ कन्टेक्स्ट पढ्छौँ है वान अफ द मोस्ट इम्पोर्टेन्ट टपिक जस्तो कहिले नोटिस गरेको छौ तिमीले लाइक मेरो तिम्रो लगइन हुने बित्तिकै थुप्रै कम्पोनेन्टहरूमा एक्सेस दिने लगइन नहुने बित्तिकै चाहिँ थुप्रै कम्पोनेन्ट्सहरूमा नदेखाउने कन्टेन्ट जस्तो हाम्रो इडिसमा पनि देखाएको छैन नि त जस्तै हेर न त्यहाँ मैले अपर्च्युनिटी क्लिक गर्ने बित्तिकै केही पनि देखाएको छैन तर मैले अपर्च्युनिटी के अरे लगइन छ भनेदेखि अपर्च्युनिटी क्लिक गर्दा कन्टेन्ट आएको छ नि त सो हामीले कन्टेक्स्टहरू युज गर्छौँ युजरको डेटाहरू राख्नलाई लगइन छ कि नै भनेर थाहा पाउनलाई सो भोलिको क्लास चाहिँ धेरै रमाइलो हुनेवाला छ बहुत इन्फर्मेटिभ कुराहरू हुन्छ भोलि चाहिँ